Nepali Army were awarded gold medals. नेपाली सेनाले अदम्य साहस र रणकौशललाई प्रदर्शन गर्दै विश्वमा परिचित चुनौतीपूर्ण र कठिन सैन्य अभ्यासहरूमा आफूलाई पेशागत दक्षतामा उत्कृष्ट साबित गर्दै आएको छ। यसको एक उदाहरण हो अभ्यास क्याम्ब्रियन पेट्रोलमा सफलता। निकै कठिन भूबनोट, प्रतिकूल मौसम र चुनौतीपूर्ण यात्राको लागि प्रख्यात संयुक्त अधिराज्यको वेल्स ब्रेकनको पहाड साहसीहरूको लागि मात्र हो भन्दा फरक पर्दैन। यद्यपि अभ्यास क्याम्ब्रियन पेट्रोलको यात्रा यहीँबाट सुरु हुन्छ, निश्चित उद्देश्य सहित जितको लक्ष्य बोकेर। संयुक्त अधिराज्यले सन् 1959 देखि वार्षिक रूपमा आयोजना गर्दै आएको यो अभ्यास यस वर्ष अक्टोबर 3 देखि 12 सम्म, तदनुसार असोज 17 गतेदेखि 26 गतेसम्म सञ्चालन भएको थियो। विश्वका 33 राष्ट्रका 117 सैनिक टोलीहरूको प्रतिस्पर्धात्मक सहभागिता रहेको अभ्यास क्याम्ब्रियन पेट्रोल 2025 मा आफ्नो उत्कृष्ट पेशागत दक्षता र रणकौशलको प्रदर्शन गरी नेपाली सेनाले सर्वोत्कृष्ट अङ्कसहित स्वर्ण पदक हासिल गर्न सफल भएको छ। The Nepali Army were awarded gold medals. सैनिक युद्धकला, शारीरिक सहिष्णुता र सामूहिक कारबाही आदिको क्षमता मापन गरिने यस अभ्यासमा 48 घण्टाभित्र हात हतियार सहित करिब 35 केजी तौल बराबरको बन्दोबस्तीका सामग्रीहरू बोकेर 60 किलोमिटरको कठिन भूभागको दूरी पार गर्नु पर्ने थियो। उक्त अभ्यासको क्रममा नेपाली सेनाको टोलीले विभिन्न चुनौतीहरूको सामना गर्दै आफूलाई अब्बल साबित गर्न सफल भयो। संसारकै कठिन सैनिक अभ्यासका रूपमा रहेको अभ्यास क्याम्ब्रियन पेट्रोलमा नेभिगेसन, ब्रिफिङ र जटिल परिस्थितिमा आफ्नो फौजलाई जोगाएर मिसन पूरा गर्ने, खबर सङ्कलन गर्ने, घाइते बिरामीलाई उपचार गर्ने, दुश्मनहरूलाई पक्रने, रात्रिकालीन आक्रमण गर्ने लगायतका विविध पक्षहरू समावेश गरी इभेन्टहरू सञ्चालन गरिएको थियो। उक्त इभेन्टहरूमा सैनिक टिमको पेशागत क्षमतालाई सबै तह र कोणबाट परीक्षण गर्ने प्रणाली अनुरूप नेपाली सेनाको टोलीले उत्कृष्ट नतिजा हासिल गरी पुरस्कृत भएको हो। स्थल, जल र हवाई सेनालाई भाग लिन खुल्ला गरिएको अभ्यास क्याम्ब्रियन पेट्रोल 2025 मा नेपाली सेनाको टोलीले पेशेवर क्षमता प्रदर्शन गर्दै अनुशासन, नेतृत्वदायी भूमिका, साहस, दृढता एवं सैनिक युद्ध कला मापनको तराजुमा आफूलाई अब्बल साबित गर्यो। सन् 2014 देखि नियमित रूपमा सहभागिता जनाउँदै आइरहेको नेपाली सेनाले हालसम्म 4 स्वर्ण, 3 रजत र 2 काँस्य पदक प्राप्त गरिसकेको छ। स्वर्ण पदक सहित फराकिलो छाती लिएर स्वदेश फर्किएका नेपाली सेनाको टोलीले प्राप्त गरेको सफलता नेपाल र नेपालीको लागि गर्वको विषय हो। नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन विश्व शान्ति स्थापना कार्यमा नेपाली शान्ति सैनिकहरूको अहम भूमिका जस्तै नेपाली सेनाको यस अभ्यासमा प्राप्त उपलब्धिले समग्र राष्ट्र र नेपालीको शिर उच्च बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ।